दुबईको ट्याक्स यसको बारेमा त धेरै नै चर्चा छ र पक्कै पनि तपाईहरुले सुन्नुभएको होला। आज म तपाईहरुलाई जेनरल ट्याक्सको इन्फर्मेसन ब्रेकडाउन गरेर भन्नेछु। पहिलो, स्यालेरी इन्कम ट्याक्स। यहाँ तलबमा कर 0% छ, मतलब तपाईले आफ्नो स्यालेरीबाट कर तिर्नु पर्दैन। दोस्रो, क्यापिटल गेन ट्याक्स। तपाईहरुले शेयर, रियल एस्टेट या अरु इन्भेस्टमेन्ट बेच्दा जुन हुने प्रफिट हुन्छ त्यसमा कुनै पनि किसिमको क्यापिटल गेन ट्याक्स पे गर्नु पर्दैन। तेस्रो, भ्यालु एडेड ट्याक्स, जसलाई हामी सर्ट फर्ममा भ्याट नि भन्ने गर्छौँ। UAE मा 5% भ्याट लाग्छ र यो भ्याटको नियम 1 जनवरी 2018 बाट सुरु भएको थियो। चौथो, कर्पोरेट ट्याक्स। कर्पोरेट ट्याक्स चाहिँ रिसेन्टली 1 जुन 2023 बाट सुरु गरिएको थियो, जहाँ चाहिँ यदि तपाईको कम्पनीले 375,000 दिरहम भन्दा मुनिको यदि इन्कम गर्छ भने त्यो सिचुएसनमा हजुरले ट्याक्स पे गर्नु पर्दैन। तर यदि कम्पनीको इन्कम 375,000 भन्दा माथि छ भने त्यो अवस्थामा हजुरहरूले 9% कर्पोरेट ट्याक्स पे गर्नुपर्ने हुन्छ र यो 9% कर्पोरेट ट्याक्स पनि मलाई लाग्छ शहरका जुन विश्वमा भएको धेरै जसो शहरभन्दा धेरै कम छ। के लाग्छ तपाईहरुलाई? के यो वर्ल्डको बेस्ट ट्याक्स पोलिसी हो या होइन? कमेन्ट गर्नु होला।